मर्निङ एभ्रिवान। आज चाहिँ बिहानको 6:30 हुन लाग्यो अनि हाम्रो चाहिँ ग्रेडिङ छ अझ पनि। म रेडी भइसकेँ जानुलाई। आज कति भने 24 गते हो, साबुन 24 गते। अब लास्ट ग्रेडिङ त रेडी पछाडि हुन्छ होला टेन्सन छ। अनि ग्रेडिङ भनेको ग्रेडिङ नै सुरु हुन्छ। हामी जाँदैछौँ। यहाँ त रुम छ मन्सी सबै है ल जाँदैछौँ यता। हेलो हेलो मेरो बाइक घुमाउनु भनेको छ। ल अब जान्छ सामानले बया ल हामी आइपुगिसकेका छौँ सेक्रेट ट्र्याक्क लाएर। वेलकम वेलकम सबैजनालाई। स्कुल राम्रो छ। हामी आइपुगिसकेछौँ। हिलो हिलो भयो मेरो बाइक पनि। त्यो जाउँ अब तल बजार आइसक्यो होला। 6:30 सुरु गर्नु भनेको 6:47 भइसक्यो त। ठिक छ यस्तै हो टाइम भनेको। बजार सुरु भइसकेको छ। नाम्टी मात्रै होला। यहाँ त फास्ट भन पनि रहेछ यार। सबैजना आइसक्नु भएछ। नमस्ते दिदी। वेलकम वेलकम तपाईँ भ्लग भने यस्तो हेलो हेलो ए पुरै के छ भन्दैछ बर्गरको। यहाँ नाम लेखिँदैछ। बता सबैजना बसिसक्यो। हेलो हेलो भन न यार। ओइ हेलो हाई बर्थडे। हेलो ए हेलो हेलो गाइस वेलकम टु माय न्यू भिडियो। सबै मर्निङ सुरेको दिनहरू। ए केटा हो के छ। हेलो हेलो हाई गर। ओइ हाई भन। हाई सब थाम्थ्यो बस। इभिनिङ मर्निङ त्यसो टोपी खोला त। टोपी त्यसो टोपी खोल मरेको। त किन आएको नि त म भोट लगाएको थिएँ। त किन नि लाग्यो। भेटिस अनि खै त ढोल यिनीहरू पनि आइसकेको छ। कसरी आएको म त सुरुमै ब्ल्याक बेल्टहरू यहाँ छ। हाई भन्न आई गाइज गाइज वेलकम टु आवर च्यानल। हेलो केटा हो। हेलो एकदम हेलो समाइरा पेङ्गुइन हेलो। हिजो खुट्टामा यत्रो घाउ बनाएर बसेर जुत्ता लगाएर आएछु फेरि। किन जुत्ता लगाएर आएको त आज अनि। हेलो 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 जेनी हेलो हाई भन न छिटो। सबैजना हाई भन न नि। यही ब्लग हेलो गाइस हेलो गाइस। अब अर्को नाम सुरु हुँदैछ त्यहाँ। ओ माई गॉड के छ भाइ। लङ टाइम नसु क्या बेस्ता राख्यो म त नि तपाईँहरू चाहिँ अम्मा बल्ल टेबल सेट हान्नु आएछ क्या हो। ल आजको हाम्रो ग्रेडिङ चाहिँ सुरु भइसकेको छ व्हाइट बेल्टबाट। यता हुनुहुन्छ हाम्रो स्याम्बुरु जो यता जेनी काउन्टरमा सुरु भइसकेको छ। यता हाम्रो ओइ तिम्रो के छ हालको ठिक छ। हेलो 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 ओ के गरे ओ बेमान एकदम के छ। हेलो 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 गर्ने हेलो गर्ने हेलो 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 सबैजना हेलो गाइज है हेलो गाइज है। ल हेलो 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 खै त आर्यन हेलो गाइज भन न। ल सुशान्त लम्बू हेलो 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 नयाँ मान्छे हेलो 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 अनमोल के छ। हेलो गाइज ल है त ल
अनिस के छ ठिक छ ल आज ग्रेडिङ दिने सबैजना रोहित के छ होइन होला हाँस्यो तिमी ल यता सुशील तामाङ के गर्दै हो आमा तिमी हाँसेको किन हो फेरि यसरी यता ल यता हाम्रो यता प्रिन्स भइहाल्यो यता हाम्रो सिजन यता आरएस के छ होइन होला ल ल ग्रेडिङ नाम दिने है ग्रेडिङ नाम दिने मजाले गर्ने है ल यता हाम्रो सबैजना रोजिका किन ढिला आएको तिमी धेरै सुधी क्या हो कुरिसमा के छ कुरिसमा अभि रे आकृति तामाङ को हाम्रो सबैजना लामा हो कि को भ्लगर केटोमा हो ल है ल ओइ को यो किन सबै मुख चाहिँ ल ठिक छ सबैजना आइसकेको छ लगभग सुरु भइसकेको छ यता हाम्रो एकजना प्यारेन्ट्स आउनु भएको छ यसरी सुरु भइसकेको छ ल अरू भन अरू बोल्नुहोस् त हजुर बोल्नुहोस् त यहाँ बोल्न हेलो गाइस हेलो सो गाइज फोन चाहिँ मैले लिइसकेँ अनि हाम्रो यता हाफ स्क्रिनको भइरहेछ यता पेन्टिङमा हुनुहुन्छ जेनी जोशी साइलेन्ट किलर ओहो मोमो ब्लू हाफ ब्लूको ओहो मेरो भाइहरू उस एसी एसी भर्खर मर्निङ क्लास गइरहेको कहिलेदेखि कहिले 7 गतेदेखि यता हाम्रो हाफ ब्लूको पुम्से स्टार्ट भइसकेको छ हाम्रो ब्लू रेड तिमी कुन हो ब्लू रेड भनेको ब्लू रेड चिया पनि आइसकेको छ यतातिर साथीहरू चिया हेलो ब्लू रेड होइन त अब त्यो ब्लू रेडको पालि नाम लेखाउने त्यसपछि बेसिक हुन्छ त्यही नै हो साथीहरू हाम्रो गुरुहरू यता हुनुहुन्छ रमेश गुरु थुताबाट देखिएन बर्थ अनि मन्थ अनि 9 months 0 Jessica Cotron. फुल ब्लू कै हो चाहिँ स्टार्टिङ भइसकेको छ भन्दा पनि के फरक नपर्ला ग्रेडिङ भन्ने बित्तिकै के बित्ति जाडो कस्तो भयो cuties kicking
साथीहरू टाउको आज कतिजना आउनु भएको छ त धेरै आउनु भएको छ ध्यान कता हो गएको दिपेश भाइ आमा प्यारेन्ट्सहरू Boom Sensation. Rosan, basa, ibu basa. Cutie pie. Sam glue. अब चाहिँ हाम्रो हाफ ब्रेडको बेसिक सुरु भइसकेको छ त्यसपछि वाइट होइन येल्लो कुटिजना जति बाँकी हो त्यसपछि हाम्रो ब्रेड हुन्छ छोटो मिठो भिडियोग्राफर Sab, sini sab, jari kita. Ini dia ya. Là anh so mà ma cái đứa mà
भन्नु पर्यो के क्रिकेट हारेको सबै टेक्वान्डो प्रेमीहरू अनि खेलाडीहरूलाई अनि प्यारेन्ट्सहरूलाई यो हाम्रो ग्रेडिङ सम्पन्न भयो त्यसको लागि प्यारेन्ट्स अनि खेलाडीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु किनभने अब प्यारेन्ट्सले यति दुःख गरेर आफ्नो छोराछोरीलाई खेलाउन पठाउनु भयो अझ कोही साथीहरू भने साथीको छोराछोरी छ भने नि यो हाम्रो ताइक्वान्डोमा पठाइदिँदा राम्रो हुन्छ किनभने हाम्रो ताइक्वान्डो भनेको मार्सल आर्ट विधा अन्तर्गत ओलम्पिकमा समेत मेडल प्राप्त गर्न सक्षम खेल ताइक्वान्डो भएकोले अरू गेमभन्दा हाम्रो सर्वोत्कृष्ट खेल ताइक्वान्डो ल यही हो प्रिन्स तामाङ आकृति दोङ सौगत श्रेष्ठ सृजन श्रेष्ठ सबिजन लामा सुशील तामाङ सुप्रेम तामाङ अस्मित बोहजु जेनी जोशी अनि रोशन तामाङ र पिज्जामा हाम्रो अनमोल ल हल्ला नगरिकन मजाले सबैले यहाँ बसेर दिदी यहाँ बसेर गर्छु ल आउनु न त्यहाँ भेट्नु त किसा किस ल ल किसा ल अनि केही फरक पर्दैन हुन्छ थ्याङ्क यू भन्नुहोस् त अनि थ्याङ्क यू भन्नुहोस्
राम्रो फटै भएन गुरु यार अलि लचक लचक भयो के धेरै बाबु सुने त नि माथि भने खान्छ सब बाल बोल रहे गुरु यार सब मोटो मोटो है अनि थैंक यू रमणी बाबु नहीं ब्रो बाबु सर क्या बोलते दूसरी बाबू पञ्चले हुन्छ त विशाल पञ्चले फेरि पञ्चले के अन्ने हाँ ल यिनीहरूको हाम्रो प्यारेन्ट्सहरूलाई पनि लगाइदिनु होला ल म अब छिट्टै हाम्रो यसपालिको हाइएस्ट स्कोरको नाम लिन गइरहेको छु है सबैजना ध्यान दिएर सुन्नु पर्यो कस्तो गर्यो आफूले हाइएस्ट स्कोरको नाम लिन गएको छु सो सबैजनाले आफूले कस्तो गरेको छ याद होला है सो हाइएस्ट स्कोरको नाम रहेको छ हाम्रो अंश तामाङ क्लब सबैले
र यो सर्टिफिकेट र ट्रफी दिनको लागि हाम्रो आदरणीय श्याम गुरुङलाई म हार्दिक अनुरोध गर्दछु। क्ल्याप सबैले। फटाफट आउनु होला। सुरुमा के छ नाम हाम्रो? इलिस गोसाई। इलिस गोसाईलाई म गर्न चाहन्छु। सबै निकाल्नु त्यसकै अर्को हाम्रो सेकेन्डबाट विनायक लामा। अवार्ड त्यतिकै दिएको होइन है, सबैजना डिसिप्लिन हुनु पर्यो ट्रेनिङको बेलामा र अरू बेलामा पनि। पङ्क्चुअल प्लेयरमा रोजिका लामा। सेकेन्डबाट म बोलाउन चाहन्छु हाम्रो को होला पङ्क्चुअल प्लेयर रिदम तामाङ। अर्को मर्निङ क्षेत्रबाट विराज लागे पङ्क्चुअल प्लेयरमा। सबैले गर्ने। श्रीनिधि क्वाइटी, कोमल श्रेष्ठ र सेनिसा सिंह। र यो सर्टिफिकेट दिनको लागि हाम्रो आदरणीय दाजुलाई म अगाडि बढ्न चाहन्छु। आयान कुम्पाका आर्यस राई। छिटो कृति फेलु, राजश्री प्रजापति। र यो सर्टिफिकेट दिनको लागि हाम्रो आदरणीय दाजुलाई म हार्दिक अनुरोध गर्दछु। सर्टिफिकेट दिनु होला प्लिज। अर्मानपछि स्यारोन लामा, योगेश श्रेष्ठ, छिजिङ तामाङ। छिजिङ तामाङ, रियाज दुवाल, रिजन श्रेष्ठ। रिदम तामाङ अनि शपथ लामा। यो दिनको लागि गौतम। अनि समयरा गुलामी। यस ग्रेडिङ कार्यक्रममा अपग्रेड हुनुभएका सम्पूर्ण खेलाडी भाइ बहिनीहरूलाई हार्दिक बधाई दिन चाहन्छु र मञ्चमा आसीन हुनुभएका अभिभावकज्यूहरूलाई पनि म न्यानो अभिवादन दिँदै मञ्चमा आसन गरिरहनुभएका हाम्रा जीवन अनि अनिस अनि सोनी लगायत सम्पूर्ण गुरुहरूलाई पनि म एकचोटि पुनः हार्दिक धन्यवाद दिन चाहन्छु। निश्चित रूपमा जुन आज तपाईँहरूले ग्रेडिङ दिनुभयो त्यो ग्रेडिङमा तपाईँहरूले पुग्छेलाई अलिकति राम्रोसँग गरिदिनु होला, किनभने हाम्रो भक्तपुर जिल्लामा
को सन्दर्भमा कुरा गर्ने हो भने हाम्रो अहिले पुम्से पनि राम्रो हुँदै आइरहेको छ। त्यसकारण पुम्से अन्डर 10 इयर्सदेखि नै एजको बार नहुने भएकोले पुम्सेमा मात्र पार्टिसिपेट गर्न पाउँछ। त्यही भएर पुम्सेलाई अलिकति जोड दिनु होला। अनि यहाँको गेरोगी स्पारिङ त राम्रो छ, अब त्यसलाई पनि अलि ध्यान दिएर अनि गुरुहरूले पनि अलि मेहनत गरेर त्यसलाई अलि बढी फोकस गर्नुपर्ने देखिन्छ। त्यही भएर हामीले हाम्रो ताइक्वान्डो ओलम्पिक मेडल प्राप्त खेल हो र तपाईँहरू जुन अपग्रेड हुनुहुन्छ त्यसको सर्टिफिकेट अहिले हाम्रो भक्तपुर जिल्लाले दिन सकेको छ। त्यसकारण अरू गेमहरूको त्यस्तो मार्सल आर्टमा त्यस्तो सर्टिफिकेटहरू दिँदैन र यो सर्टिफिकेट भनेको तपाईँहरूको लाइसेन्स नै हो। सेकेन्ड ह्यान्ड हुने बेलादेखि नै तिमीहरूले दोजाङ खोल्न पाउँछ र आफ्नो यो पहिचान भनेको सर्टिफिकेट हो, सर्टिफिकेट नहराउने। र यहाँ उपस्थित हुनुभएका गुरुहरूले पनि आफ्नो खेलाडीहरूलाई अनुशासित तौरबाट खेलाउने अनि भक्तपुर जिल्लाको लागि त यो खेल्ने भनेको आफ्नो पहिलो जिल्लाको लागि अनि प्रदेश अनि राष्ट्र अनि अन्तर्राष्ट्रिय स्तरको लागि। र यो खेलिरहँदाखेरि हामीले के सोच्नुपर्छ भने म कुनमा राम्रो छ त्यो तिमीहरू आफैले थाहा हुन्छ अनि गुरुले पनि। त्यसैमा गेम खेल्दाखेरि धेरै वेट घटाएर चाहिँ नखेल्नु होला, किनभने मेरो यसमा 2056 सालमा मैले उपत्यका ताइक्वान्डो प्रतियोगितामा भाग लिँदाखेरि त्यस बेलाको महसुस अहिलेसम्म याद आउँछ। त्यही भएर वेट 1 किलो 1.5 किलोसम्म चाहिँ घटाउने, त्यो फेरि म 5 किलो 4 किलो घटायो भने त्यो आफूलाई घाटा बढ्छ। जसले 3 किलोभन्दा बढी माथि तौल घटाएर खेलेको छ त्यसले थाहा हुन्छ, अरूले थाहा हुँदैन यो त्यस्तो पीडा। यसकारण म यसमा खेल्छु भनेर आफै फिट हुने आफै फिट हुने, तौल घटाएर चाहिँ नखेल्ने, बुझ्नुभयो है। अनि पुम्से खेल्ने कि गेडुगी खेल्ने त्यो पनि आफूले मध्यनजर गर्ने। अनि लास्ट सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पढाइलाई पहिलो प्राथमिकता दिने, त्यसपछि मात्र हाम्रो ताइक्वान्डो खेल्ने, न कि त्यो मोबाइल न टिभी न हामी त्यो ल्यापटप, बुझ्नुभयो है। पहिलो प्राथमिकता पढाइलाई दिने, त्यसपछि हाम्रो अरू खेल नखेल्ने। अनि तपाईँहरूको साथी छ भने कोही इन्ट्रेस्ट खेलमा इन्ट्रेस्ट छ भने ताइक्वान्डो खेल्नलाई आह्वान गर्ने, किनभने म अहिले अध्यक्ष 4 वर्ष कार्यकालमा लास्टमा छु। अहिले मेरो कार्यकालमा सम्पूर्ण हाम्रो टिम त्यहाँ सदस्यहरूले साथ दिएर हामीले भक्तपुरलाई पहिलोको तुलनामा अहिले बढी राम्रो भएको महसुस गर्दैछु। हाम्रो टिममा बसेका साथीहरू सबैले आफ्नो ठाउँमा सहयोग गरेर हामी यो अवस्थामा पुग्न सक्षम भएको छ। र यति भन्दै सम्पूर्णलाई बिदा दिँदै म श्याम दाजुले भक्तपुर जिल्ला ताइक्वान्डो सङ्घका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक तपाईँहरूलाई पुनः एकचोटि बढाई र सबैलाई स्वागत गर्दै बिदा हुन्छु। धन्यवाद। जय ताइक्वान्डो। ल अब भोलि चाहिँ हाम्रो बिदा हुनेछ, यो सबैले जानकारी गराउन चाहन्छु र अब हामी पनि बिदा हुन्छौँ। हस्, धन्यवाद। डिसमिस गर्न लाग्नु भएको छ। आजको हाम्रो कार्यक्रम समाप्त भएको जानकारी म हजुरहरूलाई दिन चाहन्छु। आमा ल म समाचार भन्न जाम कि क्या हो यार। त्यो पेट दुखिरहेको, आइ एम क्वाइट नट गुड। अनि यसपछिको अर्को ग्रेडिङमा चाहिँ यतै हुन्छ।
गर्न आएको समाप्त म चाहिँ अलिकति स्वास्थ्यमा प्रब्लम भएको भएर लाइन जान पाएन साथीहरू भनिदिँदै अब यही नै हो अब हामी खाना खान जान्छौँ त्यसपछि त्यही नै हो आजलाई यति नै भोलिलाई बिदा अर्को भ्लगमा भेटौँ न साथीहरू बाई Just look at the line guys हाम्रो ब्ल्याक बेल्ट सिनियरहरू चाहिँ यत्रो हुनुहुन्छ अझ कतिजना एब्सेन्ट हुनुहुन्छ एकजना पनि हुनुहुन्छ सुनाएको के ओहो सानो सानो ब्ल्याक बेल्ट गुरुहरू भन अहिले तेरो ट्रेनिङ सकर ट्याक्का लाएर यहाँ सबैजना हन्तकालेजहरू यो झन् मेन हन्तकाले ओ सर थोडा देखाऊ न त्यता अर्को क्रिस फुर्बा खै घर काम जाने भन्ने मान्छे छ यो सबैजना यहाँ आइसकेको छन् म पनि खाना खाने छु अब यो चाहिँ हाम्रो न्यू कालिम्चोक दोलखा कालिम्चोक खाजा घर यहाँ हाम्रो दिदी हुनुहुन्छ राम्रो दिदी दिदी हेलो गरिदिनु न हजुर दिदी कहाँ गयो Thank you.